Hello everyone, Namaste. You are watching the best preparation, a big platform for learning English language. Today, let's study antonyms. Antonyms र synonyms भनेर हामीले पढ्छौं. Synonyms भनेको similar meaning, same meaning. Antonyms भनेको opposites भनेर पनि पढ्छौं. विपरीतार्थक शब्दहरू. Antonyms भनेको विपरीतार्थक शब्दहरूलाई antonyms भनिन्छ. विपरीतार्थक अथवा opposites भन्ने बित्तिकै big को small, ठूलो को सानो, हैन, long को short, लामो को छोटो, अब ब्याड खराबको गुड असल यस्तो ठिक्क उल्टो शब्दहरूलाई चाहिँ एन्टोनिम्स भनेर भनिन्छ. An antonym is a word that means the opposite of another word in the same language, e.g. big, small, far, near, love, hate, etc. अब ठुलो सानो, टाढा नजिक, माया घृणा यस्तो खालको शब्दहरू. विपरीतार्थक शब्दले त्यही भाषाको अर्को शब्दको विपरीत अर्थ बताइदिन्छ. जस्तै ठुलो सानो यो माया घृणा भयो. अब यसरी एन्टोनिम्स स्टडी गर्दाखेरि के फाइदा हुन्छ भन्दा एकैचोटी तपाई दुईटा शब्द जान्ने हुनुहुन्छ. ओके, यसले चाहिँ तपाईको वर्ड पावरलाई छिटै नै बढाउने काम गर्छ. कसरी दुईटा जानिन्छ भन्दा यो दुईटा फेरि यो दुईटा. ओके, able योग्य समर्थ. त्यही able को अगाडि on थपेर unable भनेको अयोग्य असमर्थ. absent भनेको अनुपस्थित. अनि present भनेको चाहिँ फेरि उपस्थित. ओके, अब यो accept अथवा accept भन्दा राम्रो हुन्छ. ब्रिटिश प्रोनाउन्सिएसनमा accept भनिन्छ, उता फेरि accept भन्ने चलन छ. accept गर्नु भनेको स्वीकार गर्नु. अब स्वीकार गर्नुको अस्वीकार गर्नु भन्ने शब्द चाहियो. तपाईलाई थाहा भइसक्यो होला. अस्वीकार गर्नु अघि हामीले पढेका थियौ. ACCEPT एक्सेप्ट गर्नु भनेको स्वीकार गर्नु. रिजेक्ट गर्नु भनेको चाहिँ इन्कार गर्दिनु, रिजेक्ट गर्दिनु, रिफ्युज गर्दिनु. अब यो दुईटा एक्टिभ सक्रिय, त्यसकै अगाडि इन जोडेर इनएक्टिभ भनेको निष्क्रिय. ओके, अब यो दुईटा शब्द अलाइभ जीवित, डेड मृत मरेको, अथवा यसलाई मृत पनि भनिन्छ. डेड अलाइभ जीवित, डेड डेड भनेको चाहिँ मरेको हैन. We found some of the animals alive and some of dead. हामीले केही जीवित र केही मृत जनावरहरू पायौं. ओके, always र नेभर को है. अब always सधैं,
नेभर कहिल्यै कहिल्यै पनि होइन भन्ने खालको यो होइन नै भन्ने लाग्छ यसमा चाहिँ नेभर भनेको नेगेटिभ शब्द पनि हो अलवेज भनेको सधैं नेभर भनेको कहिल्यै पनि होइन जस्तो राम अलवेज कॉल्स मी रामले मलाई सधैं फोन गर्छ राम नेभर कॉल्स मी रामले मलाई कहिल्यै पनि फोन गर्दैन अब यो दुईटा शब्द अवेलेबल अवेलेबल भनेको उपलब्ध प्राप्त हुने खालकोलाई अवेलेबल भन्छ त्यसकै अगाडि अन जोडेर अनअवेलेबल भनेर चाहिँ अनुपलब्ध नपाइने अवेलेबल पाइने अनअवेलेबल चाहिँ नपाइने ओके इट्स अवेलेबल इन द मार्केट भन्यो भने यो बजारमा उपलब्ध छ भन्यो आई थिंक इट्स नट अवेलेबल इन द मार्केट मलाई लाग्छ यो बजारमा उपलब्ध छैन अथवा अनुपलब्ध छ इट्स अनअवेलेबल इट्स unavailable in the market okay now फेरि दुईटा शब्द सिक्यौं कोहीमा अन लाउँदो रहेछ कोहीमा इन लगाएर चाहिँ अर्को नेगेटिभ बनाउँदो रहेछ हेर्नु ब्यान भनेको प्रतिबन्ध लाउनु परमिट भनेको चाहिँ अनुमति दिनु ब्यान एन्ड परमिट अब ब्यान्ड प्रतिबन्ध लगाइएकोलाई ब्यान्ड भनिन्छ परमिटेड भनेको अनुमति दिएको अब दुईटा शब्द सिकौं है ब्युटिफुल ब्युटिफुल भनेको सुन्दर अग्ली कुरूप ओके ब्युटिफुल एन्ड ugly okay now before अगाडि after पछाडि यो र नभनिकन तपाईले यो दुईटा यस्तो यो र यो दिएकोले चाहिँ लङ बुझाउँछ लङ साउन्ड त्यसकारण यसलाई भन्दाखेरि बिफोर भन्नुपर्छ फोर बिफोर भनिरहनु पनि पर्दैन भने पनि हुन्छ भनेर यो दिएको हो बिफोर भनेको अगाडि आफ्टर भनेको पछाडि है बिफोर एन्ड आफ्टर नाउ दुईटा शब्द सिकौं बिगिन थाल्नु अथवा बिगिन गर्नु भनेको सुरु गर्नु थाल्नुलाई बिगिन भनिन्छ फिनिश सिद्ध्याउनु सकाउनु फिनिश बिगिन थाल्नु सुरु गर्नु फिनिश सिद्ध्याउनु सकाउनु अब यो दुईटा है बिलिभ विश्वास गर्नु त्यही बिलिभ को अगाडि डिस जोडेर डिसबिलिभ गर्नु भनेको विश्वास नगर्नु डिसबिलिभ गर्नु ओके अब यो आयो बर्थ भनेको जन्म हो भने अब यसको एन्टोनिम्स तपाईलाई थाहा भयो होला जन्मको एन्टोनिम्स त मृत्यु होला ओके अघि अलाइभ भनेको जीवित डेड भनेको मृत पढेको छौं है अहिले चाहिँ बर्थ भनेको जन्म अब जन्म भनेपछि
अपोजिटमा के हुन्छ डेथ हुन्छ मृत्यु डेथ BIRTH बर्थ भनेको जन्म डेथ भनेको मृत्यु बर्थ सर्टिफिकेट जन्म दर्ताको सर्टिफिकेट डेथ सर्टिफिकेट चाहिँ मृत्यु दर्ताको सर्टिफिकेट यसरी दुईटा शब्द ओके ब्राइट र डिम यो दुईटा पढौँ है ब्राइट ब्राइट चम्किलो इट्स भेरी ब्राइट भन्छौ नि डिम भनेको मधुर हो यसलाई तपाईले ब्राइट लाइट एन्ड डिम लाइट भनेर जोड्नुभयो भने तपाईलाई प्रश्न हुन्छ ब्राइट लाइट एन्ड डिम लाइट जस्तो कोठामा दुईटा लाइट छन् यो बल्ब र यो बल्ब अब तपाईले यो बल्ब अन गरिराख्नु भएको छ अनि टिभी हेरिरहनु भएको छ भने प्लिज स्विच अफ द ब्राइट लाइट एन्ड स्विच अन द डिम लाइट ओके डिम लाइट चाहिँ बाल एन्ड स्विच अफ द ब्राइट लाइट त्यो चम्किलो खालको बत्ती चाहिँ बन्द गर अब आयो दुईटा शब्द फेरि बाई र सेल बाई किन्नु सेल बेच्नु ओके बाइङ एन्ड सेलिङ ओके बाई किन्नु सेल बेच्नु जस्ट अपोजिट छ नि त कसैले आई बाई अ बाइक भन्यो भने बाइक किन्छु भयो आई सेल माई बाइक भन्यो भने बेच्छु भयो अब आयो दुईटा सर्टन सर्टन निश्चित त्यही सर्टनको अगाडि अन जोडेर अनसर्टन 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 भनेको अनिश्चित क्लीन सफा डर्टी मैला क्लीन भनेको सफा डर्टी मैला फोहोर कोल्ड चिसो हट तातो यो क्लीन र डर्टी कोल्ड र हट भनेर पढ्यौं है हामीले नाउ यो दुईटा कम आउनु गो जानु अब यो दुईटा कम्फर्टेबल कम्फर्टेबल भनेको सुविधाजनक आरामदायी सजिलो खालकोलाई कम्फर्टेबल भन्छ त्यसकै अगाडि अन लगाएर अनकम्फर्टेबल असजिलो असुविधाजनकलाई अनकम्फर्टेबल भन्छ कन्ट्रोल एन्ड फ्री कन्ट्रोल नियन्त्रण गर्नु फ्री भनेको स्वतन्त्र छोड्नु फ्री कन्ट्रोल फ्री कन्ट्रोल भनेको नियन्त्रण गर्नु फ्री भनेको स्वतन्त्र छोड्नु अब आयो करेक्ट करेक्ट भनेको शुद्ध ठीक सही कुरालाई करेक्ट भनिन्छ त्यसको अगाडि इन लगाएर इनकरेक्ट इनकरेक्ट अशुद्ध अथवा इनकरेक्ट भनेको बेठिक हो अब आयो डेन्जरस डेन्जरस भनेको खतरानक खतरानक कुरालाई डेन्जरस भनेर भनिन्छ अब डेन्जरस को तपाईलाई थाहा भइसक्यो
डेन्जरस भनेको खतरानाक हुन्छ भने सेफ भनेको सुरक्षित हुन्छ इट्स अ डेन्जरस एरिया भन्यो कसैले भने यो खतरानाक एरिया हो भन्ने बुझिन्छ अनि कसैले डोन्ट वरी इट्स अ सेफ एरिया यो सुरक्षित एरिया हो भन्यो भने फेरि सुरक्षित आयो सेफ ओके नाउ लेट्स सी अनदर पेयर भनेको जोडी यो जोडी पेयर डाई मर्नु लिभ बाँच्नु लिभ यो जस्तो हामी कुनै कुरालाई ओके लाइभ भन्नुहोस् लाइभ गर्नु लिभ गर्नु भनेको बाँच्नु भयो डाई गर्नु भनेको मर्नु भयो फेरि यो दुईटा हेरौँ डिफरेन्ट भिन्नै अथवा फरक खालको फरक सेम भनेको उस्तै अथवा उही पनि भन्छौँ हामी उही सेम डिफरेन्ट एन्ड सेम डिफिकल्ट भनेको अप्ठ्यारो इजी भनेको सजिलो ओके ड्राई सुक्खा वेट भिजेको ड्राई भनेको सुक्खा ड्राई वेदर भन्यो भने एकदम सुक्खा खालको मौसम हुन्छ वेट वेदर भन्यो भने ओसिलो खालको मौसम हुन्छ त्यो पनि भयो कुनै कपडा पनि यो ड्राई छ यो वेट छ भन्न सकिन्छ WET वेट है अब आयो अर्ली भनेको चाँडो लेट भनेको ढिलो अर्ली इन द मर्निङ भन्यो भने बिहान सबेरै हुन्छ लेट इन द मर्निङ भन्यो भने बिहान ढिलो गरेर भन्ने अर्थ बुझिन्छ लेट अब एजुकेटेड भनेको शिक्षित त्यसकै अगाडि अन लगाएर अनएजुकेटेड अशिक्षित अनि यो दुईटा है एम्टी भनेको खाली रित्तो अथवा खाली पनि भनिन्छ हामी एम्टी बटल भन्यो भने खाली बटल हुन्छ फुल भनेको भरिएको एम्टी भनेको रित्तो फुल भनेको भरिएको अनि आयो यो दुईटा एक्सटर्नल भनेको बाहिरी इन्टर्नल भनेको चाहिँ भित्री ओके यो एक्सटर्नललाई एक्सटर्नल भने पनि हुन्छ अथवा एक्सटर्नल भने पनि हुन्छ यो इट्स ओन्ली फर एक्सटर्नल युज भन्यो भने बाहिरी युजको लागि मात्र भनेको हो फेमस प्रसिद्ध नोटोरियस भनेको कुख्यात अब आयो फार भनेको टाढा इट्स भेरी फार भन्यो भने यो धेरै टाढा छ अब फारको तपाईलाई थाहा भइसक्यो फारको अपोजिट हुन्छ नियर यहाँनेरि फारको अपोजिट नै नियर हो नजिकै फार टाढा नियर नजिकै ओके नाउ
Let's see other pairs. जस्तो few भनेको थोरै, more भनेको धेरै. Few र more. Fortune भनेको भाग्य, त्यसकै अगाडि मिस लगाएर misfortune भनेको चाहिँ दुर्भाग्य. Okay, fortune and misfortune. Fortune visits you once भनेको रहेछ एउटालाई. Fortune visits you once. तिम्रो fortune visits भनेको भाग्यले भिजिट गर्नु भनेको त भाग्य आउनु हो. Fortune visits once in your life. तिम्रो जीवनमा भाग्य एकचोटी चाहिँ आउँछ. Okay. Fortune visits, don't worry, fortune visits in your life. Fortune comes in your life. भने पनि भयो. तिम्रो जीवनमा भाग्य आउँछ भनेर एउटालाई सान्त्वना दिएको रहेछ. अनि फेरि पछि जाँदा भेट भएछ. अनि how is everything? Did fortune visit अथवा come in your life? तिम्रो जीवनमा फर्च्युन आयो, भाग्य आयो त भन्दाखेरि Fortune did not come, but his daughter misfortune came frequently. Okay. Fortune did not come. Mr. Fortune did not come. Mr. Fortune चाहिँ आएन, but his daughter misfortune came again and again. तर उनको छोरी मिसफर्च्युन चाहिँ आइरहन् मेरो जीवनमा भनेर एउटा हाँसो बनाएको. ओके. Fortune doesn't come, but he sends his daughter misfortune भन्दै बोल्छन् नि. भाग्य आउँदैन, दुर्भाग्य आइरहन्छ भन्छन् नि. फ्रेन्ड भनेको साथी, एनमी भनेको चाहिँ शत्रु. गुड असल, ब्याड खराब. ओके. गुड एन्ड ब्याड. फर्च्युन एन्ड मिसफर्च्युन. गेस्ट र होस्ट. गेस्ट भनेको पाहुना, होस्ट भनेको घर मालिकलाई नै होस्ट भनौं अथवा स्वागत गर्ने मान्छे, स्वागत गर्ने पक्षको मान्छे. ह्यान्डसम, अग्ली, सुन्दर, कुरूप. ह्याप्पी, स्याड. ओके. ह्याप्पी खुशी, स्याड दुखी. हार्ड कडा, सफ्ट नरम. हेट घृणा गर्नुलाई हेट. लभ भनेको माया गर्नुलाई लभ भयो. अब यो हेल्दी भन्ने बानी परे पनि हेल्थी भन्दा राम्रो. हेल्थी भनेको स्वस्थ. अब यसको नेगेटिभ के हुन्छ भन्दा त तपाईले अगाडि अन लगाउने त होला नि. युएन अन है. फेरि हेल्थी को स्वस्थ भयो भने अन लगाएर अनहेल्थी अस्वस्थ. हेल्थी कम्पिटिसन हुनुपर्छ. हेल्थी कम्पिटिसन भयो भने राम्रो, स्वस्थ प्रतिस्पर्धा. अनहेल्थी कम्पिटिसन भयो भने त अस्वस्थ प्रतिस्पर्धा भयो भने त राम्रो हुँदैन. ओके. नाउ यो दुईटा. हेभी भनेको गरौं, लाइट भनेको हल्का. हेभी एन्ड लाइट. अनेस्ट एन्ड, यो अनेस्ट भनेको इमानदार भयो, इमानदारी
इमानदार अथवा इमानदारी खालको मान्छेलाई अनेस्ट भनिन्छ। डिसअनेस्ट डिस जोडेर डिसअनेस्ट बनाउँदा बेइमान हुन्छ। अब आयो इम्पोर्ट आयात गर्नु, एक्सपोर्ट निर्यात गर्नु। अब यो दुईटा इन्कम, इन्कम भनेको आम्दानी, एक्सपेन्सेस खर्च, एक्सपेन्सेस चाहिँ खर्च भयो क्या। यसलाई एक्सपेन्सेस भन्यो भने के हुन्छ? एक्सपेन्स मात्र रहेछ। एक्सपेन्स भन्यो भने खर्च हुन्छ। अनि एक्सपेन्स पनि भन्छ। इन्क्रिज बढ्नु, डिक्रिज हुनु भनेको घट्नु। इनसाइड भित्रपट्टि, आउटसाइड बाहिरपट्टि। कीप भनेको राख्नु, थ्रो भनेको फाल्नु। ओके, कीप एन्ड थ्रो। नोन, नोन भनेको जानेको, चिनेकोलाई नोन। अननोन भनेको नजानेको, नचिनेको। नजानेको नचिनेकोलाई अननोन भन्छ। न थाहा नभएको पनि अननोन नै हो। अब यो लिगल एन्ड इल जोडेको छ है, आइएल जोडेको छ। लिगल, इलिगल। लिगल भनेको कानुनी, इलिगल भनेको गैर कानुनी। लेन्ड, लेन्ड गर्नु भनेको ऋण दिनु, ऋण दिनु। सापटी दिनु, लेन्ड गर्नु भनेको सापटी दिनु, ऋण दिनु, लेन्ड गर्नु। अब यसको अपोजिट त के हुन्छ? बरो हुन्छ। बरो गर्नु भनेको चाहिँ ऋण लिनु अथवा सापटी लिनु। You go to library to borrow some books. तपाईँ लाइब्रेरीमा किताबहरू लिन जानुहुन्छ नि, त्यो त पुर्याउनु पर्छ पछि। त्यसो हुँदा त्यसलाई नि बरो गर्नु भनेको हो। अब आयो लेस एन्ड मोर। लेस भनेको कम, मोर भनेको बढी। लाइक मन पराउनु। अब डिस जोडेको छ र डिसलाइक बनाएको छ, मन नपराउनु। अब तपाईले यो सरले आज प्रश्न गरी नै यसरी पढाएको छ, म लाइक गरिदिनु पर्यो भनेर एउटा लाइक थिच्दिनु छ। लाइक भनेको मन पराउनु, डिसलाइक भनेको मन नपराउनु। लिक्विड तरल, सोलिड ठोस। लिक्विड, सोलिड, ग्यास भन्दै त हामीले निकै पढेका छौं साइन्समा। लङ र सर्ट। लङ लामो, सर्ट छोटो। मेक बनाउनु, डिस्ट्रोय बिगार्नु। मेक भनेको बनाउनु, डिस्ट्रोय गर्नु भनेको बिगार्नु, विनाश गर्नु। म्याक्सिमम बढीमा, म्याक्सिमम। मिनिमम भनेको कम्तीमा। ओके, म्याक्सिमम एन्ड मिनिमम। ओके, मम त ममै हो, तर म्याक्सी लाउने र मिनी स्कर्ट लाउने। म्याक्सिमम बढीमा,
मिनिमम कम्तीमा। अब अहिले चलिरहेको होला नि म्याक्सिमम यति मिनिमम यतिले जित्छौं हामी भोट भनेर गफ गर्न हुन्छ। अब आयो मेन्टल एन्ड फिजिकल। मेन्टल भनेको मानसिक, फिजिकल भनेको शारीरिक। अब मेन्टल वर्क भनेको जुनले चाहिँ तपाईको दिमागलाई बढी प्रेसर दिन्छ त्यो मेन्टल खालको हुन्छ। फिजिकल भनेको शारीरिक बल जस्तो भारी नै बोक्नु पर्यो, मेन्टलले त चल्दैन, फिजिकलै चाहियो। फिजिकल्ली हात खुट्टा चलाएर चाहिँ बल प्रयोग गरेर फिजिकल्ली काम गरिरहेको हुन्छौं, फिजिकल एक्सरसाइजहरु गर्छौं। मेन्टल वर्क भनेको चाहिँ दिमागले सोचेर गर्नुपर्ने, मोरल नैतिक, त्यसकै अगाडि इम लगाएर इमोरल अनैतिक। हेर्नु है, मोरल इमोरल बनाएको छ। अब न्याचुरल प्राकृतिक, आर्टिफिशियल। आर्टिफिशियल भनेको चाहिँ कृत्रिम खालको। I think it's an artificial. Is it natural? Are you sure? भन्दै सोच्छौं हामी। Natural and artificial. Necessary. Necessary भनेकै आवश्यक हो। अब यसको अगाडि अन लगाइदियो भने unnecessary हुन्छ, हो अनावश्यक। ल हेर्नुहोस् त अन लगाएको छ, unnecessary। unnecessary भनेको अनावश्यक भयो। नेगेटिभ, नेगेटिभ नकारात्मक, पोजिटिभ सकारात्मक। अब यो दुईटा न्यू नयाँ, ओल्ड ओके नयाँ पुरानो। ओल्ड भनेको पुरानो पनि हो, बुढो पनि हो। अब यो दुईटा अबे, अबे गर्नु भनेको आज्ञा मान्नु, आज्ञा पालना गर्नु। डिसअवे, त्यही अवेको अगाडि नै डिस जोडेर डिसअवे। डिसअवे भनेको अटेर गर्नु, आज्ञा पालना नगर्नु। ओपन खोल्नु, क्लोज बन्द गर्नु। ओपन एन्ड क्लोज। Okay, now oral मौखिक, written लिखित। oral test, written test। okay, out बाहिर, in भित्र। peace शान्ति, war झगडा। war and peace। पार्ट र होल। पार्ट भनेको अंश, होल भनेको पूरा। पार्ट भनेको नि यो टुक्रा जस्तै हो क्या, एउटा टुक्रा नै सम्झ्यौ। टुक्रा टुक्रा पार्ट पार्ट गर्नुलाई पार्ट भनियो। यो चाहिँ पूरा, होल। पुअर र रिच। पुअर भनेको गरिब, रिच भनेको धनी। अब आयो प्र्याक्टिकल। प्र्याक्टिकल भनेको व्यावहारिक। अब यसलाई के गर्ने होला त? अव्यावहारिक बनाउनलाई प्र्याक्टिकलको इम लगाउने हो कि के गर्ने हो? किनभने अहिलेसम्म हामीले नेगेटिभ वर्ड, अपोजिट वर्ड बनाउँदा के लागिरहेका छौं हेर्नुहोस् है। ह्याप्पीलाई अगाडि अन लगाएर अनह्याप्पी बनायौं। ओके, अनेस्टलाई अगाडि डिस लगायौं।
डिसऑनेस्ट अथवा लाइकलाई डिसलाइक बनायौं अब एक्टिभलाई एक्टिभको अगाडि इन जोडेर इनएक्टिभ बनायौं इनएक्टिभ अनि मोरललाई अगाडि आइएम जोड्यौं इमोरल यसरी नेगेटिभ बनाइरहेका छौं हामीले कतिपयको नेगेटिभ बनाउनु पर्ने हुन्छ नि अब प्र्याक्टिकल व्यावहारिक हो भने आइएम जोडेर इम्प्र्याक्टिकल अव्यवहारिक is an impractical work यो अव्यवहारिक काम हो अब आयो दुईटा वर्ड प्राइवेट निजी पब्लिक सार्वजनिक साझा अथवा सार्वजनिक सार्वजनिक खालकोलाई पब्लिक भनिन्छ प्राइवेट स्कूल पब्लिक स्कूल प्राइवेट बस प्राइवेट कार भनौं पब्लिक बस हो यस्तो कुराहरु अब आयो प्रॉफिट भनेको यो क होइन है सरी है प्रॉफिट भनेको नाफा लस भनेको नोक्सान प्रॉफिट लस अनि पनिश दण्ड दिनु रिवार्ड पुरस्कार दिनु अपोजिट छ नि प्योर प्योर भनेको शुद्ध त्यसको अगाडि आइएम जोडेर इम्प्योर अशुद्ध इम्प्योर अशुद्ध प्योर को अगाडि इम्प्योर बनाइयो तपाईले पढ्नको लागि त कुन को अपोजिट बनाउँदा अगाडि आइएम लाग्छ कुन को अपोजिट बनाउँदा अगाडि आइएल लाग्छ कुन को अपोजिट बनाउँदा अगाडि आइआर लाग्छ कुन को अन लाग्छ कुन को डिस लाग्छ अपोजिट बनाउँदा भनेर लिस्ट बनाउँदै हेर्दै जानुभयो भने सजिलो पर्छ पुश भनेको धकेल्नु पुल भनेको तान्नु यहाँ हेर्नु त क्विक छिटो स्लो ढिलो र काँचो राइप पाकेको रेगुलर नियमित इर लगाएको छ अगाडि आइआर इरेगुलर इरेगुलर भनेको अनियमित खालको हुन्छ अब आयो यो दुईटा रिमेम्बर सम्झनु फर्गेट बिर्सनु अब आयो राइट राइट भनेको ठीक भएपछि अब बेठिक भनेको त रङ होला हैन राइट एन्ड रङ ए रङ भनेको चाहिँ बेठिक भयो गलत भयो अब आयो सेभ सेभ गर्नु भनेको बचाउनु किल गर्नु भनेको मार्नु खत्म गर्नु यो किल भनेको चासै उडाउनु मात्रै होइन कि जस्तो डोन्ट किल युर टाइम समयलाई किल नगर पनि भन्छन् नि नाश नगर खत्म नपार भन्ने अर्थमा ओके स्पेन्ड खर्च गर्नु स्पेन्ड अन कमाउनु स्ट्रङ बलियो वीक कमजोर sorry now take लिनु गिभ दिनु यो दुईटा टल अग्लो सर्ट होचो यो दुईटा थिक बाक्लो थिन पातलो ओके
tidy सफा, untidy मैलो। traditional भनेको परम्परागत, modern आधुनिक। unique अनुपम, common सामान्य। युनिक भनेको अनुपम क्या अद्वितीय भने जस्तो युनिक, अद्वितीय खालकोलाई युनिक भनिन्छ। कमन भनेको सामान्य, कमन। भिक्टोरी भनेको विजय। विजय भन्ने बित्तिकै तपाईलाई एन्टोनिम्स पनि थाहा भइसक्यो होला। जस्तो यहाँ दुईटा राखौं। जस्तो यो भिक्टोरी भनेको विजय हो भने डिफिट भनेको चाहिँ पराजय। भिक्टोरी एन्ड डिफिट। ओके। वेस्ट गर्नु भनेको दुरुपयोग गर्नु, युटिलाइज गर्नु भनेको सदुपयोग गर्नु। वाइड फराकिलो, न्यारो साँघुरो। वाइल्ड भनेको जंगली, टेम्ड भनेको पाल्तु। विलिङ भनेको इच्छुक, विलिङ पिपल। त्यसकै अगाडि अन लगाएर अनविलिङ भनेको चाहिँ अनिच्छुक, अनविलिङ। नाउ यो दुईटा। विन गर्नु भनेको जित्नु, लुज गर्नु भनेको हार्नु। विनर र लुजर भएको यसबाटै हो। विन गर्नेलाई विनर भनिन्छ, लुज गर्नेलाई लुजर भनिन्छ। विथड्र झिक्नु, डिपोजिट जम्मा गर्नु। यङ जवान, ओल्ड बुढो। अब युथफुल भनेको यौवनपूर्ण, मेच्योर्ड भनेको परिपक्व, युथफुल। जेनिथ भनेको सर्वोच्च बिन्दु, नेडिर भनेको निम्न बिन्दु, नेडिर। जेनिथ एन्ड नेडिर। ओके, मैले तपाईहरुलाई यति लामो लिस्ट बताएँ अहिलेसम्म। तपाईहरुले यो भिडियो एकपल्ट शेयर गरिदिनुहोस्, किनभने प्रोनाउन्सिएसन सहित छ। कसैले अंग्रेजीको लेभल कमजोर भएकोले पनि यो कुरा पढेर बुझ्ने बन्न सक्नुहुन्छ। त्यसकारण शेयर गर्न चाहिँ पटक्कै नभुल्नु होला र सब्स्क्राइब गरिसकेर यसो नोटिफिकेसन बेललाई पनि अन गर्नुहोस् है, किनभने 50% ले त नोटिफिकेसन बेल अन गर्नु भएकै छैन। अनि सरले भिडियो राख्ने बित्तिकै मेरोमा आउँदैन त भन्नुहुन्छ। त्यो सब्स्क्राइब गरेकै ठाउँमा तपाईले यो नोटिफिकेसन बेल अन गर्नुपर्छ, अनि सधैं आइहाल्छ। Okay, thank you very much for watching this video. See you next time. Bye bye.